किराँत राई समुदायले अवलम्बन गर्दै आएको विभिन्न संस्कारहरूमध्ये सामाजिक प्रक्रियाको एउटा चरण हो विवाह। चलन अनुसार विवाहमा बेहुलाको घरपट्टिबाट जन्ती जाने साइबा तथा सोल्टीहरूसँग बेहुलीपट्टिका साइमा तथा सोल्टिनीहरूले विवाहको रातभरि गीत गाएर रङ्गरस गरेर रात कटाउने गर्दछन्। बुढापाकाहरूले विवाहको संस्कारको विभिन्न कामहरू घरभित्र 3 चुला अगाडि बसेर गर्छन् भने साइबा र साइमाहरू घर बाहिर जन्ती बस्ने स्थान सुङखिममा गीत गाउँदै रमाइलो गर्दछन्। रमाइलो गर्ने क्रममा साइमाहरूले साइबाहरूलाई उत्ताउलो शैलीमा केही क्रियाकलाप गर्ने छुट पनि रहिआएको पाइन्छ। यसको चाहिँ नाम के भन्छ? यसको चाहिँ छप्पनी। यहाँ चाहिँ जाड छन्ने है। त्यो त्यसलाई चाहिँ के भन्छ यो? ए त्यसले चाहिँ जाड छान्ने हो। अनि तपाईँ चाहिँ बेहुलाको गाउँले ए भतिजो ए राई भाषामा बडाउ देब्दे भन्नु न। देब्दे भन्छ बडाउलाई चाहिँ। अनि काकाले बोबो बोबो तर उहाँ चाहिँ देब्दे। अनि कति भयो तपाईँहरूले गेट बनाउन थाल्नु भएको? 1-1.5 घन्टा भयो भनेपछि अब लगभग आज साँझसम्म चाहिँ बिहेको सबै तयारी सक्नुपर्ने। तयारी हुँदैछ होइन? सुत्केरी होइन? दाइ त्यहाँ पर एकछिन लिङ्गो गाड्नु सकेनौँ न ल। यहाँ काम देखिनँ मैले त्यो उसको लागि के गर्दैछ त त्यो तर तपाईँको डोको चाहिँ सुत्केरी नै भयो जान्छ यो। तोङबा चाहिँ कतिवटा रेडी गर्नुपर्ने हो? 80-90 वटा तोङबा चाहिँ रेडी गर्नुपर्ने हो। हलुङ्गेको 80 वटा भने चाहिँ पाहुनाले चाहिँ अनिवार्य तोङबा खानै पर्ने हो। नखाए पनि दिनु चाहिँ पर्ने। जागिरी आउँछ है होइन? यो जागिरी आउँछ होला यस्तो काटाइले। बाँस काटाइ होइन? बाँस काटाइले हाती हाट्ने भने नाली चाहिँ एकपल्ट। तपाईँहरू चाहिँ के बनाउँदै हुनुहुन्छ यहाँ? बरन्डी। बरन्डी भनेको चाहिँ के हो? ए यो चाहिँ माला राख्ने ठाउँ हो यो? ए अनि अरू ठाउँमा त के अरे यो थालमा राख्थ्यो। ए यहाँ माथि थाल राख्ने हो भने चाहिँ यसलाई चाहिँ बरन्डी भन्छ। ए
नाम त एक्स्ट्रा आयो त मर्छस् पनि अनि लिङ्गोले त खै केलाई पुग्ला र हो यो कता सिधा हो यो के प्रकारले आफ्ना भाग यहाँ त पुगेन है गेटमा गाउँ संसारमै यस्तो हिजो निकालेर अर्कोतिर लगिदिनु पर्छ ओ यो त गेटै निस्किन्छ जस्तो छ
कसलेको टस बाल्दियो
सबै 3 चुलाको यसो सबै भनेर हैन गरेर चाहिँ अब भोलि यो फाल्नाको पासाकोबाट भोलि त उहाँ बुहारीको पनि अलिकति मार्छ र कोदो मिसाएर त्यहाँबाट फेरि गर्नु पर्यो नि साई गरेर नारी साई दिनु अब भोलि त यहाँनिर फेरि
ल्याउँदैछौँ एउटा आज चाहिँ केही नरिसाओस् हामी बुढो देखाइदिनु त हो नि यहाँ हाम्रो आफूले चेल्दा चाहिँ यता उल्टो दिएर यसबाट चाहिँ उता पठाएको हुन्छ त्यति अर्थ बुझ्नुपर्छ त्यतिमा त हामीले जति फलाकेर पिरा बुढोलाई अब यो सिकेपछि एकछिन डान्स हान्ने हो भोलि पनि यो मजाले बस्नुपर्छ नभए त हुँदैन यो त ठुलो मान्छे त बस्नु पर्यो त उता दिनु त मिल्थ्यो नि त अनि शङ्का लाग्दैछ है मलाई पनि जहाँसुकै होस् जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अंगालों में बास पाए यहाँ वहाँ बहुतारी यो भयो भने एकचोटि चाहिँ माइक गरौँ बरफी पलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि रात पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो यता झिक्न यहाँ झिक्दा अगाडि बाले
अब के हुनु आँटेको यहाँ चाहिँ यो भान्सेलाई पर भान्सामा चाहिँ उयो आज दिउँसोभर भान्सा गरिदेऊ भात पनि पकाइदेऊ भनेर सिरुठाको साइपोम यो भान्सीहरूको सिरुठाको यो चाहिँ भान्साहरूलाई अब यसो गर्नु भनेर यो चाहिँ बेलुकाको लागि यिनीहरू होइन यिनीहरू त बेलुकाको लागि तयार गरेको स्वाद के भन्नु आजको के भन्छ शुभ कार्य झगडाहरू केही नहोस् मान्छेहरूलाई केही चोट आगोले नपोलोस् तातो पानीले नपिल्स्योस् गाली आइहाल्यो नि सहने शक्ति मिलोस् यतै बोलाउनु नि सबैजना आउनु साल्दी दिन छ दुईजना जोडी जोडी लाउनु दुईजनाले चाहिँ लाउनु नि अब दिनसम्म चाहिँ घटेर अब हामीले गाली वचन कसैकोमा आँसुको सायद हामीले अब यो आगोले नपोलोस् भन्नु अहिले भरे भन्नुपर्छ पर त्यहाँ साह्रो डुब्यो
लात्तीले हान्ने हो के भयो त तिमी हेरेर ल्याउँदै कसरी गर्न यो कलस लात्तीले चाहिँ हान्नु है लात्तीले यो प्याके दाइले लात्तीले हान्नु के लगेर पकाउने त हो नि होइन फेरि दिएको त्यो अब यसको विधि गर्नु छ नि यो विधि गर्नु यो सामान लगेछ नि यहाँ दाइले चाहिँ भ्याउँछ होला हौ एक थुमो मिलेन यो झर्छ है मान्छे जन्मै मर्छ है यो भाग्यमा मै होला कसरी पर्छ खै बाबा झर्छ है मान्छे जन्मै मर्छ है यो भाग्यमा मै होला कसरी पर्छ खै एक दिन मन पकाइदिन्छु पकाइ लिन आउँछु घरमा लिन आउँछु घरमा तिमीलाई बाजा बजाई
दाजुभाइको एकछिनमा पाउन हजुर लेखेर आऊ पछि भोलितिर लेख्दा हुन्छ घरैतिर लेख्नु यो के गर्यो छोकरा
यहाँ के लाउनु आउनुभएको छ अनि नाच गरिसक्नुभयो वेलकम पनि भइसक्यो नाचमा धेरै भिडियो खिच्नु भयो यहाँ विशेष गरी हामी भिडियो खिच्नको चाहिँ यहाँनिर ट्राईको मैदानमा त्यसरी चाहिँ अरे हाँ लिम्बुनी राम्री पो देख्छु सेवारो लुहै भुइँसोरी ढोक्छु अरे हाँ लिम्बुनी राम्री पो देख्छु सेवारो लुहै भुइँसोरी
ट्याक खोज 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 फ्यास गर्थ्यो थोरै हाँस्न छोड्थ्यो गले म कतै कतै यो भित्रको लागि होला हो हेरी पठाउनु भएन नजर परेन हो खै बुझिन त हो खै बुझिन त राके पञ्चमी बजारको पाहुना भई आउनु रहेछ हजुर यो दुखी गाउँ घरको याद आउँछ ख्याली पालम राके पञ्चमी बजारको पाहुना भई आउनु रहेछ हजुर यो दुखी गाउँ घरको दैवले जुरायो कि त सोचेकै पुरायो कि त जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो
तारी तिम्रे अंगालों में बास पाए यहाँ वहाँ बहुतारी बरफी पलुझे जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि हाम्रो जनताले दौरा सुरुवाल हराएर चिनी 50 केजी मात्रै लाइदिन्छ लाइदिनुहुन्छ अब लाउनु पर्छ कन्ठ बाहिर तान्नु पर्छ बेहुलीले देख्दैन बेहुला चिन्ने नभए अलिक लामो कन्ठभन्दा अलिकति लामो लाउनु चिनी नै छैन कि यहाँ यो चाहिँ अहिले लानु परेन यतै राख्नु पर्यो अहिले आउँछ भने अहिले आउँदाखेरि तर छोरा रोक्सी पनि है मलाई छैन बेहुली भएकोमा हैन बेहुली भएको त हुँदैन यता यता वरिपरिको अब बेहुली लिने बेला भयो अब हिँडेको पता हो अब घरै नदेख्ने कस्तो नर्सिया
होइन यहाँ बेहुलीलाई दिनु पर्यो अनि मात्रै हाम्रो बेहुलीको दिदी अरे यता बेहुलीको दिदी हो अनि मात्रै दिनु यहाँ बेहुली नभए देखाउँछ अब मात्रै बेहुली पायो तर हामी त यताको कलस लड्छ है कलस जीवनभर नफुस्किने गरी गाँठो पार्नुपर्छ है बेहुलाले भरे फेरि बेहु खस्रक्क खुस्क्यो भने अनि ल हाम्रो बेहुलीले पनि बेहुलालाई जीवनभर नखुस्किने गरी गाँठो पार्नुपर्छ
राम्रो होस् बुहारी पनि राम्रो दिनु 50 किलो लोकल गोजीमा छ भरे चाल्दा ग्राउन्ड लेभल धेरै आयो है आउनु आउनु भित्र आउनु बेहुली पहिला खोइ छ त
छाता त पर्दैन दिउँसो चाहिँ दिउँसो चाहिँ घरको चाहिँ छाता परेन हो त्यही बारे एकछिन गएर उठ्नुपर्छ अब बेहुलीले तानेर बसाउनु पर्यो बेहुलीले दौराको टुप्पामा होइन बनाइदेऊ त लोकन्दीले त्यहाँ अब सिन्दुर अब चाहिँ सिन्दुर तल माथि सिकाउनु पर्यो काहीँलाई अब माथि पनि कति 3 चोटि भने तल माथि होला नाक नगेनीहरू अब यसो आकाश यसो थर्क्यो आकाशका बासुकी भूमिहरू भन्नुपर्छ है अब सिन्दुर चढाएको हो त्यसले अनि केही नलाएको छोड्नु पर्यो गरिसक्यो आजदेखि मैले यहाँ अब लगेर उयो यस्तो बनाइदेऊ न सिधै धेरै नचलाऊ है हुन्छ बाङ्गो भयो सिधा छ अलि बाङ्गै गरेर अलि बाङ्गो त्यो निधादेखि उता सिधा लाउनु धेरै लामो लाउनु निधादेखि यहाँदेखि हो त्यो अलि उता यहाँ उता टाउकोतिर कपालतिर पछाडि भन्नु न पछाडि हो कति चोटि लाउनु 3 चोटि 3 पटक है 3 पटक है 3 ताल है 3 सक्यो 3 चोटि भयो यस्तो गर्नु अरे ठ्याक कस्तो मेरो भन्नु पर्यो हो त्यसो भरै ओडाको हो त्यसरी अलि अल्छी भने आफै पैसा पनि बाँध्नु पर्ने पैसा 1 लाख जति पछि कोही उतै गएर हेर्नु परेन अब पर्दैन लु भयो हुन्छ भयो बेहुली बस्नु बेहुला उठ्नु मेरो भने 5 तानेर मेरो यताबाट अब हामीले टिका लाउँछ के भन्छ कसको होइन अब यहाँ ठुलो बोझा इज्जत होइन नि हौ मेरो भाउजूले नाति खाऊ आशीर्वाद लागोस् जुत्नु नपरोस् मिल्नु परोस् अब यो लपन्दीको चाहिँ आशीर्वाद छैन जस्तो छ त ठुलो बहिनी एक मनको यतै दिन हुन्छ होइन भनेको जेठु भाइ पनि दियो हाम्रो ठुलो नातिको एकछिन नासा आउँछु सैला सैली
काठमाडौँतिर बस्नु सक्यो यता बेहुलीलाई पहिले बेहुलीलाई पहिले लाई नै हुन्छ होस् लाइन बनाउनु वारीले त्यो माथि ऊ त्यो हो त्यहाँ भित्र पनि बटको छ त्यहाँ बटको छैन जति धेरै नलाइदियो है अलिअलि मात्रै भरे भात पनि खानुपर्छ सुरेश हौ अनि यता लकन्देर लकन्दी मिल्नु अन्त तिनको घरमा तपाईँ इङ्ग्लिस बोल्नुहुन्छ आउँदैन अनि मैले त के पो भन्नुपर्छ अब पुसाइ भन्छ यहाँ सुन्नु भिडियो गरे जस्तो मोडेको र छोडेको मोडिसाइन मेर्दैन मनमा भनेको छु भन हामीलाई धेरै माया अहिले यस आइरन चाहिँ नभएको कि हामीले काठमाडौँ जाँदा यसो म चाहिँ भटाउन चाहिँ जान्दिनँ म भटाउन गीत सुन्दैछु अनि भयो पनि झर्दै छ त हौ भन्न गर्नु जान्दिनँ कम्युनिस्टले जान्दैन कम्युनिस्टको भाषा यहाँ आउँदैन आशीर्वाद त कि अब 3 महिनाले त हो हैन जे भयो चार्जिङ एक दिनले भयो अहिले एक दिनकै मात्रै हो उता के गर्ने चिसा गर्नु पर्ने भएन लु अब यता हाम्रो शुभ कार्य है अब हाम्रो मर्जन बुहारी उहाँ नाम्बेजी हेल्मेजी आजदेखि हाम्रो सुकुलुमा दैनिकमा है आजदेखि उपरान्त हाम्रो सुरेश नानी ल हाम्रो सुरेश नानीको जोडी आजदेखि सुकुलु दैनिकमा गरेछ भनौँ अब नेपाल छु अब सुक्सानो नेपाल छ भने धेरै जङ्गल भयो भनौँ भनेको धेरै भेटघाट भयो
र आज सुत्तुको साइड एकदम है नाति नातिनी र जस्तै हल गरे जस्तो गरी खानु पर्यो भने के भने अब आजदेखि उपरान्त हाम्रो इच्छारी माने पुर्खो सुटको है पुर्खो सुटकोमा उहाँले धुनी फेरि गर्दा एकसाइड उसो मुसु गर्दाखेरि आफ्नो केही नलाग्छ है भनिकन है भनिकन आजदेखि केही नलाग्छ उहाँको हाम्रो सुक्नु मिठो साँची यो हाम्रो किन्नुला चुला 4 भाइ सुप्सानो नाम्ने हुने बुहारी भने बुहारी आजदेखि साँच्चै सुक्नुमा चाहिँ छ है अनि ताप्तले रोइने काइके हाम्रो मर्दनमा बुहारी अब मर्दन हैन अब के कुलु म पछि कुलु म चोस्टे भन्नु हुँदैन म पछि चोस्टे भन्नु होइन भन्दै त्यही आउँछ म छैन भन्दै म छैन म पछि त्यसरी म पछि है के हो अब यो दुईजना बुढा अब एउटा 50-50 यही त छैन पापालाई पहिला छोरा बुहारी केटाले सेवा गरे आउने पापा रे अब आमामा मम्मी भन्छ अब आमामा अब त्यहाँदेखि मोमा जानु है मोमा रोक्नुपर्छ मोमा सपत मोमा आम्ने हाम्रो मpoto बाडो चाहिँ हजुर अब यहाँदेखि कोमा आयो भने भाषाहरू देख्दै एकछिनै त ढोक्नुपर्छ अब हुन्छ अब एउटा धेरै राखिन्छ दुईटा खोपाजी है खोपा उहाँ पनि खोपा है म त झन् बुढो आयुष नै बाबु मेन बनाथी म पुरै खोपा भन्नुपर्छ अरू के खोपा त के पुरै खोपा होइन आमदेव देव यहाँ के कुरा चुलोको कार्यक्रम सक्यो हो कि हजुर चुलोको कार्यक्रम यहाँको सक्यो हो सक्यो नि हजुर ए त्यसो भए भाइ लामै हातमा देऊ न लगेर ओए तपाईँ कहाँ छिर्नु भयो कि निकाल्नु कार्यक्रम सक्यो रहेछ कहाँ छिर्नु भयो तपाईँ
यही छौँ सबै यहाँ पनि बोलाऊ है तिमीहरूको बुढाहरू भन्छ Peter Rich from here. यता निनीलाई यता कोही छुट्नु भएको छ यता छैन सीता नाना भनेको ए
यस 8 त्रिवेणी गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष हुनुहुन्छ सूर्यमान यक्ष। उहाँलाई यस कार्यक्रमको विशिष्ट अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी 8 त्रिवेणी गाउँपालिका वडा नम्बर 3 निवासी हुनुहुन्छ शुक्रानी गुरुङ राई। चिसो मौसम अलि ढुङ्गेको अझ कठ्याङ्ग्रिदो जाडो मा यस कार्यक्रमलाई आयोजना गरिराख्नु भएको छ। आयोजक साथी सम्पूर्णलाई सर्वप्रथम धन्यवाद दिन्छु र आजको यस कार्यक्रमको सभापति तथा मेरा पूजनीय पिता कटे गुरुङ राई ज्यू, आजको विशिष्ट अतिथिको रूपमा 8 त्रिवेणी गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष सूर्यमान यक्षज्यू लगायत मैले सम्बोधन एकमुष्टमा गर्छु किनकि हाम्रो कार्यक्रम धेरै ढिला भइसकेको पनि छ। त्यो कारणले मैले सम्पूर्ण उपस्थित आमा बुबा दाजुभाइ दिदीबहिनी पाहुनाहरू भान्जा भान्जी दिदी पेना पुसै निनी सम्पूर्णलाई एकमुष्टमा मैले सम्बोधन गर्दछु। सर्वप्रथम यस कार्यक्रममा यहाँहरूलाई यो सम्पूर्ण कुलुङ परिवारको तर्फबाट हार्दिक स्वागत टक्राउन चाहन्छु। यो वैवाहिक समारोहमा सर्वप्रथम त मैले यहाँ विभिन्न रूपमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ सहयोग गर्नुहुने मेरा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, गाउँले दाजुभाइहरू हुनुहुन्छ, सम्पूर्णलाई हाम्रो भान्सामा काम गर्ने हुनुहुन्छ लगायत बैदारदेखि लिएर यो पाहुना अतिथिलाई सत्कार गर्नदेखि लिएर सम्पूर्ण काममा खटिनु हुने मैले सम्पूर्णलाई एकमुष्ट रूपमा धन्यवाद दिन चाहन्छु। उहाँहरूले गर्दा नै यो कार्यक्रम सम्पन्न भएको महसुस गरेको छौँ र सम्पूर्ण कुलुङ परिवारबाट यहाँहरूलाई धेरै धेरै आभारी छौँ यहाँप्रति र आगामी दिनमा पनि यहाँहरूको यस्तै साथ र सहयोगको अपेक्षा पनि गर्दछौँ। सँगसँगै अरू टाढा टाढाबाट यस समारोहमा उपस्थित हुनुभएका हाम्रा पाहुना हुनुहुन्छ, चेलीबेटीहरू हुनुहुन्छ, कुलकुटुम्बहरू हुनुहुन्छ, भानाभान्जाहरू हुनुहुन्छ, उहाँहरूले पनि आफ्नो विभिन्न कामहरूलाई चाहिँ थाती राखेर कामहरूलाई रोकेर यस कार्यक्रममा आइदिनु भएको छ। यहाँहरूलाई पनि धेरै धेरै एकमुष्ट रूपमा चाहिँ कुलुङ परिवार तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। सँगसँगै हाम्रो दिउँसोको प्रीतिभोजको कार्यक्रमहरू सम्पन्न भएको छ। त्यहाँनिर हामीबाट केही कमी कमजोरीहरू भएको छ भने यहाँहरूले चाहिँ हामीलाई क्षमा दिनुहुन्छ भने पनि मैले क्षमा दिनुहुन्छ भन्ने मलाई लागेको छ। यहाँले पक्कै पनि क्षमा दिनुहुनेछ भन्दै मैले यो धेरै औपचारिक कार्यक्रमलाई नगरिकन हामी व्यग्र प्रतीक्षामा छौँ। हामी नाच्नेछौँ, गाउनेछौँ, हामी नाच्नेछौँ, सबैजना नाच्नेछौँ, सबैजनाले रमाइलो गरिदिनु हुनेछ भन्दै पुनः पनि सम्पूर्ण उपस्थित सम्पूर्णलाई स्वागत भन्दै मेरो यही 2 शब्द नै होला सायद 2 शब्द मैले यही राख्न के अरे 2 शब्द यहीँ टक्राउन चाहन्छु।
सिउँदो तिम्रो भन्नेछु मनको खाली पानामा तिम्रै नाम दिन माया लाई दिउन
जुन झै तिमी पुर्णेको छेकैमा सिकमुरी फुल्यो नि अम्बी माथि हैलेकैमा झुल्किन्छौ जुन झै तिमी पुर्णेको छेकैमा आहा लगन जोरे छ अम्बी बेउला र बेउलीको आउँछ कि ख्याली र सम्लो पहिले पहिलेको लगन जोरे छ अम्बी बेउला र बेउलीको आउँछ कि ख्याली र सम्लो पहिले पहिलेको परे मकानी गाउँ घरको औ माया बसना नजाऊ पर भो हाए नजाऊ पर भो हाए नजाऊ पर भो धानैमा नाच्नु नि कसरी बसुमा चिन्जानै नगरी हाते चिन्जानै नगरी हाते चिन्जानै नगरी छ बैसनी यौवनले धपका सृष्टिको फुल हो टिपुकी टपका